नमस्कार दर्शकवृन्द, तपाईँ हेर्दै हुनुहुन्छ हाम्रो विशेष समसामयिक कार्यक्रम। पछिल्ला दिनहरूमा नेपालमा एउटा महत्त्वपूर्ण कूटनीतिक तथा सुरक्षा सम्बन्धी घटनाले निकै चर्चा पाएको छ। अमेरिकाको इन्डो पेसिफिक कमान्डका प्रमुख जेनरल नेपाल भ्रमणमा आएका छन्। विश्व राजनीतिमा अहिले शक्ति सन्तुलनको प्रतिस्पर्धा बढिरहेको अवस्थामा यस्तो उच्चस्तरीय सैन्य भ्रमणलाई सामान्य रूपमा मात्र हेर्न सकिन्छ कि यसमा कुनै गहिरो रणनीतिक सन्देश लुकेको छ। नेपाल जस्तो सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण देशमा अमेरिकी सैन्य नेतृत्वको उपस्थितिले धेरै प्रश्नहरू जन्माएको छ। किन आए अमेरिकी जेनरल नेपाल? यसको सन्देश के हो र के यसले नेपालको सुरक्षा तथा विदेश नीतिमा कुनै नयाँ संकेत दिन्छ? यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयासमा आज हामीसँग हुनुहुन्छ एक बौद्धिक विश्लेषक मोहम्मद अरबाब हुन्छ। अब लागौं उहाँसँगको विशेष कुराकानीतर्फ। सबैभन्दा पहिले कार्यक्रमका लागि समय दिनुभएकोमा धन्यवाद। हालै अमेरिकाको इन्डो पेसिफिक कमान्डका प्रमुख जेनरल नेपाल भ्रमणमा आउनुभयो। तपाईँ यस भ्रमणलाई कसरी हेर्नुहुन्छ? धन्यवाद। यो भ्रमणलाई सामान्य कूटनीतिक तथा सैन्य सहकार्यको निरन्तरता पनि भन्न सकिन्छ। नेपाल र अमेरिका बीच लामो समयदेखि सैन्य प्रशिक्षण, विपद व्यवस्थापन र शान्ति स्थापना जस्ता क्षेत्रमा सहकार्य हुँदै आएको छ। तर अहिले विश्व राजनीतिमा अमेरिका, चीन र अन्य शक्तिहरू बीच प्रतिस्पर्धा बढिरहेको छ। यस्तो अवस्थामा नेपालमा अमेरिकी सैन्य नेतृत्वको भ्रमणलाई केहीले रणनीतिक सन्देशका रूपमा पनि व्याख्या गरेका छन्। तपाईको विचार के छ? विश्व राजनीति अहिले बहुध्रुवीय प्रतिस्पर्धाको अवस्थामा पुगेको छ। दक्षिण एसिया र हिमालय क्षेत्र पनि रणनीतिक दृष्टिले महत्त्वपूर्ण छन्। त्यसैले ठूलो शक्ति राष्ट्रहरूले यहाँ आफ्नो कूटनीतिक सम्बन्ध बलियो बनाउन खोज्नु स्वाभाविक हो। यसलाई नेपाललाई इन्डो पेसिफिक रणनीतिसँग जोड्ने प्रयासको रूपमा पनि हेर्न सकिन्छ। केही विश्लेषकहरूले त्यसरी पनि हेर्ने गरेका छन्। तर नेपालले आफ्नो विदेश नीतिमा सन्तुलन र असंलग्नताको नीति अपनाउँदैछ। त्यसैले कुनै पनि सहकार्य नेपालको राष्ट्रिय हित र सार्वभौमिकताभित्र रहेर मात्र हुने अपेक्षा गरिन्छ। सामाजिक सञ्जालमा एउटा चर्चा पनि भइरहेको छ कि अमेरिका भविष्यमा नेपालमा सेना राख्न चाहन्छ भन्ने। यसबारे तपाईँ के भन्नुहुन्छ? अहिलेसम्म त्यस्तो कुनै आधिकारिक निर्णय वा संकेत छैन। नेपालमा विदेशी सेना स्थायी रूपमा बस्ने कुरा अत्यन्त ठूलो राजनीतिक र कूटनीतिक निर्णय हो। त्यसैले अहिलेको भ्रमणलाई त्यस्तो निष्कर्षसँग जोडेर हेर्नु उपयुक्त नहुन सक्छ। अन्तिम प्रश्न, नेपालले यस्तो अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा बीच आफ्नो सन्तुलन कसरी कायम राख्नुपर्छ? नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबै देशसँग मित्रवत सम्बन्ध राख्नु आवश्यक छ। कूटनीति, आर्थिक सहकार्य र सुरक्षा सहकार्यलाई सन्तुलित ढंगले अघि बढाउनु नै नेपालको हितमा हुन्छ। विश्लेषकको भनाइअनुसार नेपालमा अमेरिकी सैन्य नेतृत्वको भ्रमणलाई तत्काल ठूलो परिवर्तनको संकेतको रूपमा आवश्यक हुन सक्छ। तर अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेका परिवर्तनका कारण नेपाल जस्तो भू-राजनीतिक दृष्टिले समेत देश सधैँ विश्व शक्तिहरूको ध्यानमा रहने गर्दछ। यस अवस्थामा नेपालले आफ्नो स्वतन्त्र विदेश नीति, राष्ट्रिय हित र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्नको देखिन्छ। राख्दै कूटनीतिक निर्णयहरू लिनुपर्ने आवश्यकता झन बढेको देखिन्छ। दर्शकवृन्द, आजको कार्यक्रममा हामीले अमेरिकाको उच्च सैन्य नेतृत्वको नेपाल भ्रमणलाई विभिन्न दृष्टिकोणबाट बुझ्ने प्रयास गर्यौं। विश्व राजनीतिमा भइरहेका परिवर्तनले साना देशहरूलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित पार्न सक्छ। त्यसैले यस्ता घटनाक्रमलाई सूचनाको आधारमा विश्लेषण गर्नु आवश्यक हुन्छ। व्यस्तताको समयमा पनि कार्यक्रममा उपस्थित भई आफ्नो 2 शब्द राखिदिनु भयो। धेरै धेरै धन्यवाद। तपाईलाई पनि धेरै धेरै धन्यवाद दर्शक सानो मेरो विचार पुर्याइदिनु भएकोमा र मलाई यो स्टुडियो उपलब्धि गराइदिनु भएकोमा। आजका लागि यत्तिकै। फेरि अर्को समसामयिक विषयसहित भेटौँला। नमस्कार।